बे गर्ने बेला भएपछि फुल किन्नुपर्छ भन्ने कुरो थाहा छ नि तपाईँलाई होइन। अर्को एउटा क्यान्डिडेट रेडी भइरहेको हालत। राधेश्याम साथीहरू छ हजुरहरूलाई मेरो फेरि अर्को एउटा नयाँ भिडियोमा। म आज फेरि घरबाट निस्केर हिँडिसकेको छु। कहाँ हिँडेको भन्ने सम्झिनुहुन्छ होला। भन्दिनँ के भन्न चाहिँ म तपाईँहरूलाई एकदम स्पेसल जग्गा लिएर जान्छु। यत्रो सजिएर हिँडेको छु हेर्नु त यहाँनिर। आज म तपाईँहरूलाई यस्तो जग्गा लिएर जान्छु नि। आज यस्तो सुन्दर यति राम्रो यस्तो दामी जग्गा छ नि भन्नुहुन्छ। तपाईँहरूलाई फुल भिडियो हेर्नु भएन भने बहुत अफसोस हुन्छ साथी। ल साथीहरू म निस्किसकेको छु है अब घरदेखि पनि। अब यहाँ हेर्नु बाटो पनि हाम्रो यस्तै छ हो, एकदम गाउँको बाटो। ल जाउँ है त। ल साथीहरू म चाहिँ अब कहाँको भन्दै हुनुहुन्थ्यो होला। यहाँ बजारमा आएको छु। यहाँनिर सामान किनेको थियो अस्ति, सानो भएको साट्नु पर्यो भने रहेनछ आज हो। अब यहाँबाट पनि साट्नु छ है। त्यही पनि यहाँ पनि आएर यहाँ यो साट्न थियो, यो पनि भएन। छैन अरे माल अब भयो समस्या के नभएपछि के लाग्यो। साथीहरू म बजार चाहिँ आएको कि, तर काम चाहिँ भने केही नै भएन कि। अब यहाँनिर फुल किन्नु पर्यो भन्ने सम्झिँदैछ। मिलेछ दाम भनेदेखि महँगो भन्छ। अर्को बेच्ने चाहिँ आएन छ नि त, त्यो सस्तोमा दिने चाहिँ उता बस्थ्यो, आज छैन। अब यहाँ तपाईँहरूलाई बजार देखाउनै आए जस्तो मात्रै भयो। सब्जी किन्नु हो र अनि त्यहाँबाट घरको फुल हेर्छु पहिले चाहिँ। मिलेछ भने देखाउँछु, नयाँ देखाउँदिनँ के म तपाईँहरूलाई। यहाँ हेर्नु साथीहरू यो फुल किन्न आँटेको। यसको दाम 120 रुपियाँ अरे। उति साना 40-20-30 रुपियाँ अरे। बे गर्ने बेला भएपछि फुल किन्नुपर्छ भन्ने कुरो थाहा छ नि तपाईँलाई होइन। अर्को एउटा क्यान्डिडेट रेडी भइरहेको हालत खराब छ बिचरा। बे हुँदैन कि बहुत ठुलो एकदम नराम्रो कुरो भनेको चाहिँ अहिले बे नहुनु भएको छ। यहाँ हेर्नु यो झन् कस्तो दाम। ओ दा एउटा लाल आछ लाल, कुन्टा लाल देखाऊ को त। ल साथीहरू मलाई फुल चाहिँ मन परेन, फुल किनिनँ मैले किनभने महँगो थियो नि त। खोकी पो लाग्छ क्या हो, खोक्न थाल्यो त। अब सब्जी किन्ने हो, लुगा साट्न आएको त्यो पनि भएन। लुगा राखिदिइराखेर आएँ, अर्को कहिले ल्याइदिन्छ तैँले लान्छु भनेर। ल अब एकछिन सब्जी किन्नु है त। आज त फुलकोपी नै रहेनछन् कि हो बजारमा। कोपी छैन, फुलकोपी छैन भन्दा मात्रै। ल साथीहरू सब्जी पनि किन्ने हो एक झोला। अब जाने हो। ए साँच्चै मिस्त्री भन्दै हुनुहुन्छ, मिस्त्री उतै पाउँछ कि हेर्नु पर्यो। के किन्नु हो तपाईँले? यहाँ मिस्त्री सोधौँ ल, मिस्त्री छ कि छैन। भाइ मिस्त्री आछ? मिस्त्री ताल मिस्त्री छैन अरे त्यो पनि हो। उहाँ पर जानु पर्यो अब त्यसकै लागि। साथीहरू म फेरि अब उहाँदेखि चाहिँ बजारदेखि चाहिँ निस्केर यो आफ्नै घरतर्फ लागिसकेको छु। अब यहाँनिर पुग्न लागि घर एकछिन मात्रै छ। अब यहाँ अङ्कल पनि जानुभएको थियो नि त, हाम्रो पिता भन्छु म चाहिँ। उहाँलाई यहीँ नमाइराखेर अनि त्यहाँबाट म फेरि यता लागेको। ल त साथीहरू अब आजको लागि यति नै। फेरि भेटौँला अर्को भिडियोमा। तबसम्मको लागि बाई बाई।